आज हाम्रो यसको ढलान हुँदैछ है त। हाम्रो दाजुभाइहरू यसरी कडा मेहनतका साथ यहाँ उपस्थित सबै युवाहरूको उपस्थिति छ, जसलाई हामी आज ढलान गर्दैछौँ। त्यो भएर मसला बनाइराख्नु भएको छ, कोही बोकिराख्नु भएको छ, कोही उता मिलाइराख्नु भएको छ। सबै युवाहरूको उपस्थितिमा आज यो ढलान हुँदैछ। यो ढलानपछि हामी थप जानकारी गर्नेछौँ। हाम्रो काम द्रुततर गतिमा अघि बढाएको छ। आज त सबैको उपस्थिति भएकोले खुसी लाग्छ। सबै उपस्थित युवाहरू जति गाउँमा हुनुहुन्थ्यो उहाँहरू स्वतस्फूर्त रूपले यहाँसम्म आएर यसरी काम गरिदिनु भएको उहाँहरूलाई व्यक्तिगत तर्फबाट र समग्र उहाँहरूलाई धन्यवाद दिन चाहे। धन्यवाद, उहाँहरूको सहयोगले यो काम यति बन्न सफल भएको छ। गाउँमा रहनुभएका दाजुभाइहरूको सक्रिय सहभागितामा फाइनली ढलान गर्ने काम एक साइडको सम्पन्न भएको छ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ प्लाई लगाएर पछाडिपट्टि प्लाईको सपोर्टले भित्रपट्टि ढलान गरिएको छ। अब यसमा आरामदायी तरिकाले कसरी बस्न सकिन्छ भन्ने एउटा सोच विचारले यस्तो किसिमले पिपल चौतारी निर्माण भइरहेको छ। अब भित्रपट्टि त दुबो लगाइएको छ र भित्रपट्टि प्लास्टर गरिने छैन भने छेउछाउमा बस्नका लागि यसरी प्लास्टर गरेर अथवा यो ढलान गरेर चाहिँ बस्ने किसिमको वातावरण हुने भएको छ। त्यसैले अब यो काम निरन्तर अगाडि बढिरहेको छ, द्रुत गतिमा अगाडि बढिरहेको छ। अबको केही समयभित्र यस कामलाई सम्पन्न गर्नका लागि गाउँमा रहनुभएका दाजुभाइहरू निरन्तर लागि पर्नु भएको छ र बेला बेलामा मैले पनि पिपल चौतारी निर्माण कार्यको अपडेट तपाईको माझमा फेसबुकको माध्यमबाट भए पनि हरेक समयमा दिने गरेको छु र सुरुवातीदेखि आजसम्म पुग्दै गर्दा यो काम यहाँसम्म पुग्न सफल भएको छ र विशेष गरेर गाउँमा रहनुभएका दाजुभाइहरूको आफ्नो व्यस्तता छँदैछ, तथापि उहाँहरूले पनि समय छुट्याएर निरन्तर लागिरहनु भएको छ भने जो अब पल्चौरभन्दा बाहिर रहनुभएका दाजुभाइहरूले पनि सक्रिय रूपमा साथ दिनुभएको छ। जे होस्, सबैको साथ सबैको सहयोगले आज यो कामले यहाँसम्म स्थान पाउन सफल भएको छ। अब आगामी दिनमा यसको अन्तिम रूप दिनका लागि पक्कै पनि निरन्तर लागि परेका छौँ। पक्कै पनि यसको फाइनल नतिजा राम्रो हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। अब यस भिडियोमा आजका लागि यति नै। अब आउने दिनहरूमा फेरि पनि तपाईँको माझमा जानकारीमूलक अपडेट लिएर आउने जानकारी गराउन चाहन्छु। अहिलेका लागि छुट्छु। बाँकी पल तपाईँहरूको शुभ रहोस्। धन्यवाद। नमस्कार।